आमा, अनगिन्ती चोटहरूका बारी मनभित्र थुर्पै लुकाएर अनि दबाएर रखेका थिए। तर पनि अनुहारको उज्यालो भने कहिल्यै पनि कमी हुन दिएन आमा। जीवनमा सङ्घर्ष र प्रयास गर्न भने कहिल्यै पनि छोडिन। आफ्ना हरेका इच्छा चाहनालाई त्यागेर सन्तानको सुख अनि खुसी कसरी हुन्छ, सन्तानको उज्यालो भविष्य कसरी बनाउने हो भनेर खोजीमा हिँडिरहे आमा। सङ्घर्ष गर्न कहिल्यै छोडिन। भोको पेट र अनिद्रो निन्द्र नचिच्चाएको दिन, नरोएको रात भने मेरो लागि कहिल्यै पनि थिएन आमा। सफल मिलोस् या नमिलोस्, मेरो लागि सङ्घर्षमय जीवनका अनुभव र सफलताको प्रयास मेरा लागि अमूल्य थियो। मलाई थाहा छ, सङ्घर्ष र प्रयास गर्नाले मेरो र मेरो सन्तानको भविष्य सुन्दर हुन्छ, सुखमय हुन्छ भनेर। तर पनि जीवनमा हार कहिले मानिन आमा। हजुरको इच्छा र कृपाले आज सदा सर्वदाको कृपा बसेको छ। सधैँ आशीर्वाद मिलोस् है। जय आमा पाठीभरा। यो भिडियो धेरैभन्दा धेरैमा पुर्याउन शेयर गर्नुहोला। लाइक, कमेन्ट र फेसबुक पेज फलो गरेर हामीलाई थप हौसला दिनुहोला। धन्यवाद।